अब हाम्रो डाँडातिरको हाइकिङ टिम यता हो ल। बिग भाइ, आवाज भाइ, म एकदम पुरा फिटमा एकदम। यो चाहिँ हाम्रो खाजा हो, खाजा। ए ल, सबैले आफ्नो खाजा बोकेर हिँडिरहेछौँ ल। ए हामीलाई डाँडा चलो। हाम्रो गन्तव्य जाँदैछ अगाडि। यस ल भाइहरू, ल चेस, यो चाहिँ हाम्रो इनर्जी बुस्टर हो। बुस्ट राम्रो आएको छ गाइस। बुझ्यो कि तर सबैको त आउँदैन त खुट्टामा। बिसाउने ठाउँमा गाइस यो चाहिँ यस्तो ठाउँ चाहिँ यहाँ चाहिँ टक्क यस्तोबाट यस्तो हेर्ने ओह्रालो, यो ओह्रालो छ यता। यस्तो ठुलो माथि चाहिँ ठुलो ठुलो रुखहरू हुन्छ दामी। यहाँ चाहिँ भाइ यता बसेर थाकेर पसिनाले गाइस हेर्न सक्नुहुन्छ भाइको जिउ। उता भाइको चाहिँ अलिक पसिना निस्केको छैन। यो चाहिँ यो बाटो धेरै पुरानो हो नि भाइ। यस्तो जराहरू छ अनि माथि माथि छ अनि 15 सालहरू भएको। 15 साल यो जमानाको यो पछि त थियो होला अलिअलि पछि फेरि ल। यताबाट आउने बाटो हो यो। यस्तो घनार जङ्गलमा यहाँ चाहिँ गाइस भालु पनि पाइन्छ है। तर मैले सानोतिनो भालु त कुटेरै मारिहालिन्छ नि गाइस। तर त्यस्तो गर्दैन हामी। कुन बाटो? टाढा जाने छैन। धन्यवाद। एकजना दिदी आइपुग्नु भएर कहाँबाट तपाईँ यो बाटो अल्मलेर भाइले ओह्रालो झारिसकेको थियो, बच्यो। यो दुलोबाट आएको गाई छ हामी चाहिँ एकदम शेष पल्टियो। भाइहरूले धन्न उहाँ लगेको थिएन तल ओह्रालो। होइन राइट कोही पनि थिएन त है। हामी तपाईँको पनि गलतै जानु लाग्यो। म यहाँ देवी नै रहेछु। देवी प्रकट भयो यहाँबाट होइन। यहाँ चाहिँ लगाइस डाँडामा यस्तो डाँडामा यो चाहिँ क्यास्ट्रल एकदम अन्डरग्राउन्ड। यो दिदीले हामीलाई बाटो देखाइदिनु भएको ल।